फाइनली गाइस न्यू इभेन्ट आइसकेको छ। जतिजना पनि नयाँ हुनुहुन्छ मेरो च्यानलमा सब्सक्राइब गरिहाल्नु अनि लाइक कमेन्ट अनि सब्सक्राइब सँगसँगै बेल आइकनलाई लङ प्रेस गरेर अलमा प्रेस गरेर छाडिदिनु होला। अनि यो इभेन्ट चाहिँ कडैवाला इभेन्ट आएको छ, मिड नाइट भन्ने इभेन्ट। फाइनली फर्स्ट अफ अल चाहिँ डाउनलोड गरिहाल्नु। त्यसपछि तपाईँहरू फ्री फायरको मिड नाइट इभेन्ट यसमा भनेर यो इभेन्ट यस्तोवाला इन्टरफेस आउँछ। अनि यहाँ चाहिँ तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ भने डेली टास्क खेल्नुपर्ने हुन्छ। अनि यो टास्क कम्प्लिट गरिसकेपछि तपाईँहरूलाई चाहिँ फाइनली यो टोकन दिन्छ। यो टोकन चाहिँ दिइराखेको छ। अनि तपाईँहरूले चाहिँ 5 तारिकमा चाहिँ लगइन रिवार्ड्स रहेको छ। लगइन मात्रै गरेर यो गोल्डन भाउचर कार्डबाट चाहिँ तपाईँहरूले एउटा पाउनुहुनेछ। अनि यसले चाहिँ तपाईँले एउटा स्पिन गरेर जे पनि पाउनु सक्नुहुन्छ। अनि 5 तारिकमा चाहिँ केटाहरू नछुटाइकन लगइन गरेर यो गरिहाल। अनि अर्को कुरा रहेको छ विशेष योवाला इभेन्ट, यसमा चाहिँ लगइन गर्दा मात्रै पनि 2वटा दिइराखेको छ। अनि अर्को भनेको एक दिनमा हामीले 35वटा टोकन पाउँछ भने चाहिँ हामीले 14-15 दिनमा कम्प्लिट गरि नै हाल्छौँ। त्यसको लागि चाहिँ हामीले चाहिँ यो डेली टास्क चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ। अनि सिएस एक म्याच खेल्यो भने चाहिँ 2वटा दिन्छ। अनि अर्को फेरि सिएस 5 म्याच खेल्यो भने चाहिँ फेरि 3वटा दिन्छ। भनेपछि चाहिँ हामीले फेरि यसरी नै पाउँदै जानेछौँ। अनि यस्तै गरेर हामीले चाहिँ फेरि यो किल भन्ने एलिमिनेट एनिमीलाई चाहिँ एलिमिनेट 12 एनिमी 12वटा किल हान्यो भने चाहिँ बिआरमा भने पनि सिएसमा भने पनि 12जनालाई चाहिँ एलिमिनेट गरिसकेपछि चाहिँ 12 किल गरिसकेपछि चाहिँ हामीले यो अर्को 10वटा पाउँछ। भने फेरि अर्को छ ड्यामेज, डिएल ड्यामेज चाहिँ 5000 ड्यामेज चाहिँ दिनमा हान्नै पर्यो। अनि 5000 ड्यामेज हानिसकेपछि सिएस र बिआरमा मात्रै हान्नु पर्यो, कस्टमतिर होइन। यो ड्यामेज चाहिँ सिएस र बिआरमा गएर 5000 ड्यामेज हानिहाल्नु भयो भने चाहिँ तपाईँले फेरि अर्को 10वटा पाउनुहुन्छ। अनि यो अर्को 10वटा पाइसकेपछि चाहिँ फाइनली तपाईँको चाहिँ यो कम्प्लिट हुन्छ। अनि कम्प्लिट भइसकेपछि यहाँ यसरी आउनेछ। यहाँ तपाईँको 50वटामा यो एउटा ब्याकप्याकमा लाने ब्याग लानु पाउनुहुन्छ भने चाहिँ अर्कोमा यो भाउचर छ। अनि अर्कोमा यो ओस्कार क्यारेक्टर छ। यो क्यारेक्टरको एबिलिटी कस्तो छ, कसरी खेलाउने, कस्तो छ, राम्रो नराम्रो भनेर म अर्को भिडियोमा बनाउने नै छु, हेर्दै गर्नु होला। अनि यो विशेष चाहिँ हामीले यहाँ पाउनेछौँ। यो ओस्कार क्यारेक्टरको पछि कुरा गरौँ। अर्कोमा रहेको छ हामीले यो पाउनेछौँ 450 डायमन्डमा होइन, 450 टोकन। यो टोकन कम्प्लिट गरेपछि चाहिँ पाइहालिन्छ। अनि अर्को रहेको छ फाइनलमा रहेको छ यो वाल चाहिँ एकदम कडावाला लागेको छ। मलाई पनि कहिले निकालौँ भइरहेछ केटाहरू। त्यसको लागि चाहिँ हामीले चाहिँ खेल्नुपर्ने हुन्छ। अनि 600वटा टोकन कम्प्लिट गरेपछि यो प्रोग्रेसमा 600 टोकन्स पुगिसकेपछि हामीले यो फ्रीमा दिन्छ। अनि आजको भिडियो चाहिँ यति नै। अनि मेरो भिडियोले अलिअलि हेल्प गर्यो भने चाहिँ यो वाल चाहिँ तपाईँहरूले पाउनु नै हुनेछ। अनि मेरो च्यानललाई पनि सब्सक्राइब गर्नु होला। अनि बेल आइकनलाई लङमा प्रेस गरेर अलमा छाडिदिनु होला। अनि यस्तै गरी अर्को नयाँ भिडियो नयाँ इभेन्टहरूमा कसरी कम्प्लिट गर्ने भनेर कन्फ्युजन हुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर हेर्दै गर्नु होला। नयाँ इभेन्ट कम्प्लिट गर्ने र कसरी गर्ने भनेर म भन्ने नै छु। अनि आजको भिडियो चाहिँ यति नै है त।